गुड मर्निङ एभ्रिवान, इट्स मी विपिन माझी। आजको बिहानीको सुरुवातसँग मेरो मिनी ब्लग स्टार्ट भयो। आजको बिहानको मौसम हेर्नुहोस् कति राम्रो। अनि बिहानै मेरो साथीहरू चाहिँ बाँदरले अर्काको जुम्रा हेर्दै जसरी एउटाले अर्काको चलाउँदै बस्दैछन्, त्यहाँ हेर्नुहोस् छटपट्टिले डन्डीफोर फुटाउँदाखेरि मेरो साथी। अनि यता चाहिँ लाइन गएर नेट नचलेर मेरो अल्छी लागेर यहाँ मेरो साथीहरूलाई जिस्काउँदै बसेको म चाहिँ। अनि हामी चाहिँ अब यसरी बसेर अब घर कतिखेर जाने भनेर हामी चाहिँ खानासाना खाएर अब हाम्रो घरतर्फ लाग्यौँ। साथीले चाहिँ यहाँ अगाडिको रोडसम्म छोड्न गइसकेको छ। दिदीहरूलाई बिदाई मागेर हामी गयौँ र अनि सफारी चढिसक्यौँ। हेर्न सक्नुहुन्छ दिपेश चाहिँ गइसकेको छ, हतार मेसेज आयो भन्दै। अनि हामी चाहिँ सफारी चढेर हाम्रो घर फर्किनु पर्ने हुन्छ। हामी सफारी चढ्यौँ र यत्तिकैमा हामी गोठगाउँ आइपुग्यौँ र फेरि यहाँबाट म्याजिक चढिहाल्यौँ। चढ्ने बित्तिकै हामी चाहिँ यसरी एक ठाउँ बस्न खोजेको, फेरि दाइले भन्नु उतापट्टि बस्न केही हुँदैन, अहिले मान्छे आयो भने बस्नु भन्नु भनेर साथी चाहिँ मेरो एक्लै रिसाउँदै फर्किएर बसिरहेछ उता फर्कि। अनि हामी चाहिँ यसरी भ्यूको मजा लिँदै हामी सरर दुलारी चोकतिर गयौँ। अनि दुलारी चोकमा झरेर चाहिँ हेर्न सक्नुहुन्छ हामी फुत्लक्क नागेर हामी चाहिँ आफ्नो घरतर्फ हिँड्दै लाग्न थाल्यौँ। घरतर्फ लाग्दै अनि अब हामी दुईजना पनि छुट्ने बेला भइसकेको थियो। अनि मैले साथीलाई यसो बिदाई मागेर र साथीलाई पनि मजाले जाऊ है भनेर हामी चाहिँ यसरी लास्ट फेरि भेटौँ भनेर अब यसरी हामी आफ्नो घरतर्फ लागिसक्नु हुन्छौँ। अनि म चाहिँ एक्लै लुखुर हिँडिरहेको छु। अनि यता चाहिँ मेरो घर छेउको बाटो हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ यस्तो राम्रो काँस फुलेको छ, हेर्नु न गाइज। अनि यता चाहिँ हाम्रो घर पर्छ। अनि यहाँको भ्यू हेर्नुहोस् त, आहा कति आनन्द खालको छ। यहाँ घाँस फलेर फुलेर। अनि यत्तिकैमा मैले चाहिँ मेरो भाइलाई भेटेँ, मौसमलाई। अनि मौसम चाहिँ साइकल कुदाउँदै डर लाग्यो लड। अनि म चाहिँ हाँस्थेँ त्यहाँ हा गर्दै। अनि हेर्नुहोस् कहाँ गएको भनेको दोकान गएको भनेको छ। अनि मेरो भाइ परको भाइहरू आइरहेछ भनिरहेछ भाइले चाहिँ। अनि ऊ भाइ भनेको प्रज्ञान भनेर। अनि यत्तिकैमा म घर आएर हेरेको त प्रज्ञान र आन्टी आउनुभएको रहेछ। अनि भाइसँग यसो बोलचाल गरेँ। अनि भाइ चाहिँ लजाएको अरे भिडियो बनाउँदाखेरि, हेर्नुहोस् न गाइज। अनि मैले चाहिँ यत्तिकैमा रात परेर अनि अब चाहिँ मैले खानासाना खाएँ। अनि मासु पकाउनु भएको थियो, म आएको खुसियालीमा हेर्न सक्नुहुन्छ। अनि म र मेरो भाइ चाहिँ यत्तिकै ब्लग इन गर्नलाई बाई गर्दै। अनि मैले चाहिँ अनि भाइले पनि भाइलाई फेरि बाई गर भने, अनि ल हस् त बाई